यो रेडियो नेपाल हो। गोपाल बस्नेतबाट समाचार सुन्नुहोस्। सेती अञ्चलको आसाम जिल्लाको ठिक छ दाइ, आराम दाइ, ठिक छ। के हो दाइ, आज पनि आउँदैछन् र? नआएर कहाँ जान्छन् र भने आउनु परेन भनेपछि दाइलाई जापान लागेको रहेछ। जापान टोकियो जापान आएपछि दाइरासँग टोकियो ए त्यो अहिले मिलाउँछु कि आउँछ नि त केटाहरू जेस दयाराम दाइले दया गरेकै छ। आएन नि त यार कता गयो केटाहरू यार के क्या हो जापान भनेर दुबईतिर त पुगेनन् केटाहरू यार उता हेर्दा दोहोर चाहिँ हामीलाई लिन आयो जस्तो लाग्यो। हो रहेछ यार, हामीलाई लिन घनश्याम जापान आयो है ल धन्यवाद दाइ होइन सेन्से सेन्से धन्यवाद। नो दाइ सेन्से सेन्से ये रे सेन्से सेन्से है आजबाट सेन्से नो दाइ के हो यो अनि जुत्ता नलगाएर चप्पलै लगाएर खुट्टा पोलेर कस्तो भयो दाइ, अनि त्यही भएर अनि चप्पल लगाएर आइदियो। यो त बाथरुम जान लगाएर त भयो त नि जापान आएको हो भाइ त आउ ल ल राख 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 मिलाएर राख दुर्जे भाइ राख ल भुलुक्कन खुल्दो रहेछ हो यता त। यो दाइ होइन सेन्से सेन्से यो चाहिँ के हो? पहिला चाहिँ त्यो सुधार्नु पर्यो जो यो पहिला मान्छेलाई हिँड्न दिनुपर्छ भाइ। नेपालमा त पेल्छन् नि होइन लास्टै ल भोक लाग्यो होला केटाहरूलाई है भोक त लागेछ, जाने चाहिँ कता होला केही थाहा छैन। एउटा यहाँ रेस्टुरेन्ट छ नेपाली इन्डियन खाना पाउने, त्यहाँ जाने झ्याप्प खाना खाने अनि पसलमा के अरे घरमा के चाहिन्छ त्यो सबै किन्ने ठाउँ छ। एउटा नेपाली पसल छ, इन्डियन सामान पाउँछ, त्यहाँ पनि जाने सामान किन्ने अनि झट्ट गरेर रुममा जाने, आजलाई रेस्ट गर्ने, भोलिदेखि गएको भाइहरू जापान ल हेर जापान गजब छ ल हेर त रोड कति सफा आम्मा कत्रो गरेर यहाँ भाइ सुतेन प्लेनमा यो अलि कस्तो खाके ले तिमीले सुन्यो होला भूकम्प जान्छ इत्र घर हुन्छ भनेर ल हेर ल यो त सानो भाइ आयो ल हेर झन्डा हेर झन्डा नेपाली झन्डा आऊ आयो दुर्जे भाइ बोल्नु पर्छ है अलि बस ओहो नेपाल सबै कुरा पाउने रहेछ त यहाँ त। यी मोमो भने सबै छ त यहाँ त। यी मोमो खान्छ मोमो धन्यवाद ओइ सुन्नुहोस् त यिनीहरूले 550 कति महँगो हो केही तनाव नलिकन टेन्सन नलिकन मजाले खा हुन्छ घन्टाको 1500 कमाइहाल्छु पछि के टेन्सन मजाले आनन्दले ढुक्क तनावै नलिनु है
राम्रोसँग बिस्तारै खालको खिना आएको थियो आइसकेको जापान कहाँ जान्छ अब नेपालको मात्रै हो त सबै होइन म गाडी रेडी गर्दै गर्छु है पैसा सैसा तिर्दा है हेलो के हो पैसा तिराउनु पाउनु त के हो आमाले त पैसा तिराउँछ त यार त्यो सेन्सी हो कि दलाली हो अनुहारहरू त दलाई जस्तै देख्छ हौ म त भने यार त्यही भयो यत्रो पैसा के दिनु मसँग त यार ल्याएको पैसा नि त्यही हो 20-25 हजार हो के हो होइन मसँग छ बुढो पनि अहिले लाग्यो के छ यार बुढो यार टेन्सन नभनिकन हालिदिन्छु म त फेरि छोड्दै केटा अहिले अलि छोड्दै अहिले पछि वहीँ गएर कुरा के भएको रहेछ हौ 4 भइरहेछ राख्दै सक्नु मात्रै अनि पैसा तिर्यो नि भाइहरू तिरेलाई आफूले खाएको झ्याप्प आफैले तिर्ने यहाँ चाहिँ नेपाली पसल अब यहीँ अलिअलि के किन्ने बेलुका खानु पऱ्यो नि त होइन ए ल यस्तै छ जापान सब सुविधा छ पसल छ रेस्टुरेन्ट छ अनि कन्सल्टेन्सीले के भनेर पठाएको थियो दक्षिणा यसकै लागि हो काम गर्ने होइन ए यो त नेपालको कुरा गरे 10,000 यहाँ त 13,000 भइसक्यो नि हिजोसम्म भइरहेको छ 12,500 कन्ट्री त हामीलाई 10,000 भनेको थियो उहाँको नेपालको 13,000 हो जापान अहिले गाह्रो छ भाइ यसकै लागि हो दौड्नु पाल्नु पर्ने ल किन अब खाइ भन्नु ल भाइ नयाँ भाइ आएर ल ल नमस्ते ल वेलकम टु जापान है ल हेरे त्यहाँ भाइसँग कुरा एकछिन हेर्दै गर न त्यहाँ त्यसमै हाल्ने के चाहिन्छ झ्याप्प उठाउँछ है खानु त पर्यो नि त बेलुका होइन ओइ नेपालको सबै सामान पाउँदो रहेछ त वाइ यो करेन्ट सबै पाउँदो रहेछ यार त्यो अघि त खाँदाखेरि सँग है अनि आउँछ चिउरा हाल मासु दाइ के भाइ मासु भनेपछि बोल्दो रहेछ मासु त मेरो फेभरेट हो नि त फेरि दाइ होइन सेन्से मासु हो खसीको खुट्टा आजलाई पुग्छ यतिले भयो हुन्छ है ए पुगो तिमीहरूलाई पुग्छ यतिले आज यतिले हुन्छ 1 महिनासम्म भयो थप फेरि बारम्बार आएर अलिक टाढो पर्छ होइन पुग्छ क्या ल तपाईँ छुट्ला है सामान बिल दिनु होइन बेलुका हिसाब गर्नुपर्छ बिल चाहिन्छ बिलका हिसाब गर्नुपर्छ यो खाना भने चाहिँ के हो यो के भनेको उयो यस्तोलाई खाँदा भन्दै चाहिँ लेख्नु मिस्टेक भएको छ नि त ल खाँदा साथै ल जे होस् दयाराम दाइले चाहिँ दया चाहिँ गर्नै भएको रहेछ अब चाहिँ झ्याप्प थापै लाग्यो होला होइन रुममा जाने रेस्ट गर्ने हुन्छ ओके दाइ होइन सेन्से
सामान कमै ल्याएर कति काम गर्नु छ केटाहरू यतिमै थाक्छ नि यार त्यो अलिअलि त्यहाँ यो रुम है यही हो है रुम चाहिँ यो जुत्ता चाहिँ पहिला केटाहरूको हो यसो साइड लगाएर उ गर है के छैन त त्यो अहिले त्यहाँ दाइले कार्टुन लिएर आइन्छ अर्को दाइ आउँछन् बेलुका कार्टुन लिएर आउँछन् कार्टुनमा सुत्नु सिराइन पनि छ एउटा सानो दिनु है यही हो है रुम चाहिँ अब एडजस्ट गरेर बस्छ जापानमा यस्तै हो है अनि यहाँ कार्टुन आउँछ अहिले बेलुका होइन त्यो कार्टुन अहिले अर्को दाइ आउँछन् कि कार्टुन लिएर होइन त्यही कार्टुनमा मजाले ओछ्याउने सुत्ने यस्तै छ सबैको यस्तै हो है ए हस् त हस् अघि के भने मैले दाइ होइन सेन्से ए सेन्से सेन्से के रे सेन्से ओके मजाले टेन्सन नलिकन आनन्दले बस्छ ल चाबी अर्को चाबी चाहिँ म ल्याइदिन्छु है हुन्छ हुन्छ गएकोमै दिउँला नभए है ल रेस्ट गर ए हुन्छ फोन सुन पछि गरौँ न म आउँछु है ल के हो यार भुइँमा पनि सुत्नु पर्छ त्यही पनि ओछ्याएर रे सबै ओछ्याएर सुत भन्छ यार यो सेन्सी हो कि दोलाले हो कि के हो कत्तो बस्छ यार बिजोक बनाइदिएर हाम्रो यार के हो अहिले के भन्छ सिरानी पनि त्यो उसको हालेर सुत्रे हामीलाई त यस्तो बिजोक बनाइदियो यार यस्तो मैले सोचेकै थिइनँ यस्तो हुन्छ भने गर्ने कि त बोल्दै बोल्दै भन्न के यार यार त्यही भएर मैले अघि तपाईँ अघि त्यही हान्दिउँ अनि के भइरहेको दुईजना अझै आउँछन् है अझै दुईजना आउँछन् यसो कुरा च्यापेर मिलाएर सुत है ल यस्तै त हो जापान खुसी हो खुसी एकदम खुसी नि हो खुसी ओके खै भाइ आशा खोइ ठग्नसँग ठग यार उता अघि नै खाएको पनि पैसा आफै तिर भन्छ अहिले सुत्ने आफै यसरी मिलाएर भन्छ अझै दुईजना आउने रे यार लास्ट ठग यार हामीलाई त है लास्ट टिभी हुँदो रहेछ यार मैले सोचेको थिइनँ यार विदेशमा त पहिले पछि नेपालीले ठग्छ भने हो रहेछ यार आज आएर म आफैले भोगेर थाहा पाएँ कि मैले हो यार यस्तो बिजोकै हुने रहेछ यार यसरी ठगेर हामीलाई त यसरी ठग्छ अरूलाई कसरी ठगे होला यसले यो दलालीहरूलाई कसरी सबक सिकाउनु पर्छ भने हामीले जाने पनि छौँ कि ठग्न पाइन्छ भन्दैमा अरूको भविष्य लुट्नु अपराध हो देश होस् या विदेश यस्ता दलालहरू सधैँ वरिपरि हुन्छन् सचेत बनाऊ सोचेर मात्र अघि बढौँ